डाइरेक्टर सरले अब जुनाकोमा जाने भने अब फाइनली जुना कहाँ जानु पर्यो जुनाले के भन्छ जुना कहाँ अब तिमीले तपाईँले 5 वर्ष भइसक्यो छोडेको मन्त्री भए थियौ गएको छैन अब के भन्छ तपाईँकी कान्छी बुढीले त्यो चाहिँ हेर्न बाँकी छ लगाइछ हाम्रो मनै पापीमा है त तिम्रो कति पिरियड खाछौ के खाछौ त्यो जम्मै म हेरौँला भरे अनि कति गरेर पक्का खाली छ नि त यति गरिदिनु भने हजुरले जे भने नि म गर्छु ल मलाई त्यो त चाकडी छैन अब थाहा छै छैन नि पहिला चाहिँ यस्तो गरे पछि म हाकिम बेसी तपाईँलाई अहिले अप्ठ्यारो परिहाल्ला कसले हेरेको छैन नि नेताहरूलाई सरसल्लाह भन्यो बाहिर जीवन भन्ने आएको रहेछ के गरौँ बोलाउ न बोलाउ आफ्नै मान्छे हो त्यो बोलाउ रोल अघि किताब थियो के थियो किताब के राख्नु भएको थियो त्यसैले एकछिन अब के उभिरहेका जाऊ न खाना यसलाई खाना खुवाएर पठाउनु पर्छ के उभिरहेका तिमी यसलाई खाना खुवाएर पठाउनु पर्छ खाना बसाल है ल तिमी खाना खाएर जाने नै हजुर खाना किन खानु घरमै खान्छु होइन खाना खाएर जाऊ न उसले मेरो जुना के को जुना भन्छौ तिमीले यत्रो वर्ष भयो छोडेको मन्त्री भएदेखिको अहिले जुना भन्नी छ गेडा सबै बेडा छैन गेडा सबै टेडा तिमीलाई त भागिएर जाऊ अहिले देशमा त्यस्तो भयो भनेर भाएर मरेर शरण लिन आएको होला होइन तिमी म दिन्न शरण मलाई दुःख पऱ्यो तिमीले के गर्यौ यहाँ भाग्न देखाउन् आए नि हुन् ती भाइहरू चेस ल गाइड चेस हामी यहाँ सुटिङमा है त केही भन्नु छ मेरो भ्लगलाई लाइक कमेन्ट सब्सक्राइब हान्नु हाम्रो उहाँ सरलाई चाहिँ नाम त मलाई थाहा छैन राजधानी अफिसियल हुने छ राजधानी अफिसियल युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला राजधानी सर खाँदाखेरि के भन्नु छ यो गर्मीको सिजनमा यो चिसो चाहिँ एकदम आनन्द आएको छ तर कोक फेन्टा केही होइन है यो लेमन पानी हो लेमन पानी आज हामी के को सुटिङमा दसैँ विशेष है त हाम्रो मनै पापी युट्युब च्यानल है विशेष त मनै पापी लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला है केवल तपाईहरु ल तपाईँले के भन्ने मैले त के भन्नु त लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु ल धन्यवाद तपाईँ के भन्ने जय होस् बलिदान हो ज्यान तपाईँ पनि जय होस् आफू त वकिल मान्छे जय होस् लहर्दै लखतरा